नमस्ते, गुड मर्निङ। हामी आज चाहिँ म तपाईँहरूलाई फेरि कुम्पाउ चिकन कसरी बनाउँछ भनेर आज म तपाईँहरूलाई सिकाउने छु। हाउ टु मेक कुम्पाउ चिकन कसरी बनाउँछ भनेर म तपाईँहरूलाई फेरि सिकाउने छु। सर्वप्रथम त हामीले यसरी फ्रेस तेल हामीले यसरी कडाईमा लिनुपर्छ। कडाईमा तेल लिइसकेपछि हामीले यसमा जो चिकनको ब्रेस्ट पार्ट छ, ब्रेस्ट पार्टलाई हामीले डाइस कटिङ गरेर यसरी हामीले यसलाई तेलमा फ्राई गर्नेछौँ। र हल्का फ्राई गरिसकेपछि हामीले फेरि चिकनलाई यसरी स्ट्यान्डरमा निकाल्छौँ। निकालिसकेपछि हामीले जो तेल छ तेललाई फेरि हामीले यसरी स्ट्यान्डमा निकालिसकेपछि फेरि हामीले हल्का तेल लगाउनुपर्छ। तेल लगाएपछि हामीले यसमा गार्लिक जिन्जर पनि एड गर्नेछौँ। गार्लिक जिन्जर एड गरिसकेपछि हामीले यसमा हामीले जुन हामीले ड्राई चिली छ, ड्राई चिली पनि एकदम अनिवार्य छ। ड्राई चिली लगाउनु, ड्राई चिली हामीले फेरि यसरी लगाउनेछौँ। ड्राई चिलीलाई हल्का टिप्सी गरिसकेपछि हामीले यसलाई चिली पेस्ट एड गर्नेछौँ। चिली पेस्ट एड गरिसकेपछि हामीले बनाएको होममेड सस हामीले यसमा एड गर्नेछौँ। एड गरिसकेपछि त्यसपछि हामीले यसलाई जुन हामीले यो स्प्रिङ अनियनको पार्टहरू छ र त्यसपछि हामीले जो हल्का व्हाइट वाइन हामीले लगाउनु एकदमै जरुरी छ। व्हाइट वाइन लगाइसकेपछि हामीले जो बादमा हामीले जो चिकनको फ्लेभर छ, चिकनको पनि एकदम राम्रो हुन्छ। र हामीले यो जुन स्प्रिङ अनियनको स्क्राइन पार्ट छ हामीले यसमा फेरि एड गर्न सक्छौँ। र एड गरिसकेपछि हामीले अघि जुन फ्राई गरेको चिकन छ त्यो चिकनलाई फेरि लगाएर हामीले जुन पानी छ आरो वाटर यसरी हल्का लगाउनेछौँ। लगाइसकेपछि हामीले यसलाई हल्का सिजनिङ गर्नेछौँ। सिजनिङ गरिसकेपछि हामीले यसमा हामीले धुत पाउडर, सुगर, व्हाइट पेपर वगैरह हामीले यसरी सिजनिङ गर्नेछौँ। सिजनिङ गरेपछि हामीले हल्का कलरको लागि हामीले सोया सस युज गरेको छौँ। सोया सस युज गरिसकेपछि हामीले यसमा हामीले एउटा सेफको फर्मुला हो। हामीले जुन पनि खाना बनाइसकेपछि टेस्ट गर्नु द्याट इज भेरी इम्पोर्टेन्ट, एकदमै अनिवार्य छ टेस्ट गर्नुको लागि। त्यसपछि हामीले फेरि हल्का लाइट सोया लगाइसकेपछि हामीले यसलाई थिकनेस गर्नुको लागि हल्का पोटेटो स्टार्च लगाएका छौँ। पोटेटो स्टार्च लगाइसकेपछि हामीले यसमा बादमा हामीले यसमा जुन हामीले जो बुलेट चिली छ, बुलेट चिली, क्यास्यु नट हाल्नु एकदमै जरुरी छ यो। अन्त हामीले जब यो लगाइसकेपछि फेरि हामीले कराईमा फेरि टस गर्नेछौँ। टस गरिसकेपछि हामीले जो चिङ्किन भिनेगर छ लास्टमा हामीले यसरी हामीले टचअप गर्नेछौँ। किनकि चिङ्किन भिनेगरमा एकदमै राम्रो हुन्छ फ्लेभर लास्टमा। किन पहिला हामीले लगाइसक्यो भने यसमा जुन फ्लेभर छ त्यसको फ्लेभर सबै उठ्छ। त्यो भएर हामीले लास्टमा लगाउँछौँ। लास्टमा हामीले त्यसपछि सेसमी ओइल हालेर हल्का हामीले यसरी टच गर्नेछौँ। त्यसपछि हामीले जुन गेस्टलाई हामीले सर्भ गर्ने प्लेटहरू ल्याएर हामीले यसरी सर्भ गर्नेछौँ। र चिकन यसरी हामीले प्लेटमा लगाइसकेपछि र हामीले हाम्रो जुन आफ्नै यहाँ गार्निसिङ छ, गार्निसिङ हामीले यसरी युज गरेको छौँ। गार्निसिङ युज गरिसकेपछि तपाईँलाई मैले यो आज कुम्पाउ चिकन बनाएको रेसिपी कस्तो लाग्यो र यसमा हामीले तपाईँलाई अगर मैले बनाएको कुम्पाउ चिकन मन पऱ्यो भने प्लिज लाइक गरिदिनुहोस्, कमेन्ट सेयर गरिदिनुहोस्। र तपाईँले मैले बनाएको कुम्पाउ चिकन मन पऱ्यो, धेरै मन पऱ्यो मलाई आशा छ। थ्याङ्क यू।